हेलो गाइस, आज चाहिँ हामी यहाँ घुम्न आएको। यस्तो राम्रो ठाउँ छ अनि म चाहिँ यहाँ छु हैन। जाडो पनि छ अनि आज चाहिँ हामी हाइकिङ आएको। हिजो चाहिँ मैले त्यो टेबलहरू जोडेको थिएँ नि त। अनि त्यो टेबल जोड्दाखेरि चाहिँ मेरो ढाड र कम्मर दुख्यो क्या। अनि कस्तो धेरै भएको रहेछ, म काम गर्नु छोडेको अनि मलाई कस्तो दुख्यो क्या। अनि त्यही भएर आज चाहिँ हाइकिङ जानु न बाबा भनेर अनि त्यो ठाउँमा आएको। कस्तो राम्रो छ हेर्नु न, कस्तो राम्रो छ ठाउँ। त्यो आकाशको यहाँ यस्तो दामी ठाउँमा हामी चाहिँ घुम्न आएको। अनि यहाँ चाहिँ नि बाबा छोरी पनि टन्नै हिँड्यो नि त। छोरी पनि टन्नै हिँड्यो तर उसलाई चाहिँ गलेछ क्या। अनि यसको बाबाले कस्तो राम्रो छ ठाउँ। यहाँ तल चाहिँ ताल छ, अहिले चाहिँ देखिनु छोड्यो। अघि त यहाँ परबाट त ताल देखिँदै थियो, अहिले चाहिँ देख्नु छोड्यो। यस्तो राम्रो ठाउँ छ। We still have